नयाँ उज्यालोको प्रतिबिम्ब। तिमी फेरि फर्कियौ दाई, सङ्घर्षका ती गहिरा घाउहरू लिएर, न्यायका निम्ति साहस बोकेर फेरि जनताको अगाडि उभियौ दाई। तिमीलाई हेर्दा म एउटा दाजु मात्र होइन, एउटा विचार देख्छु, एउटा सपना देख्छु, जसले लाखौंको आशालाई बाँधेर राखेको छ। किस्तामा प्रधानमन्त्रीको अफर छोडेर जेलको यात्रा रोजेको मान्छे हुँ म। तिम्रो यो वाक्य केवल शब्द थिएन, यो त एउटा प्रण थियो, जो इतिहासमा सुनौलो अक्षरले कोरिनेछ। म तिमीलाई चिन्छु दाई, तिमी त्यो ज्वाला हौ जसले अँध्यारोलाई जलाएर उज्यालो दिन्छ। तिमी त्यो आत्मबल हौ जसले निराशालाई चुनौती दिन्छ। तिमी त्यो सपना हौ जसले लाखौं नेपालीलाई जागरुक बनाउँछ। हिजोको भिडको आँखामा देखिएको चमक केवल उत्साह थिएन, त्यो त भरोसा थियो। तिम्रो हर शब्दमा उनीहरूले आफ्नो भविष्य देखिरहेका थिए। तिम्रो हरेक पाइला उनीहरूको बाटो बन्न गइरहेको थियो। त्यो भिड केवल स्वागतका लागि होइन, परिवर्तनको लागि उठेको थियो। यो देश, यो जनता तिमीले देखाएको बाटोमा हिँड्न तयार छ। र म तिम्रो बहिनी गर्व गर्छु, किनभने तिमी मेरो दाजु मात्र होइनौ, लाखौं नेपालीको साहस पनि हौ। धन्यवाद।